मणिमुकुन्द भलिबल क्लबद्वारा आयोजना गरिएको 10औं मणिमुकुन्द कप पुरुष भलिबल इन्डो नेपाल क्लब च्याम्पियनसिप 2082 को आज हामी सेमी फाइनल चरणका खेलहरू सञ्चालन गर्न गइरहेका छौँ र पहिलो सेमी फाइनल खेल गण्डकी प्रदेश भलिबल सङ्घ भर्सेस स्याट भलिबल एकाडेमी गुजरात बीच सुरु गर्दैछौँ। खेलाडीहरू वार्मअप गरिराख्नु भएको छ, अफिसियल वार्मअप चलिरहेको छ र आजको यो सेमी फाइनल खेलको यो कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु न तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख आदरणीय व्यक्तित्व जगेश्वर देवी चौधरीज्यूलाई म आजको प्रमुख अतिथिको रूपमा आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यसै गरी म अतिथि आसन ग्रहणको निमित्त यसै मणिमुकुन्द भलिबल क्लबका वरिष्ठ सल्लाहकार एवं मणिमुकुन्द कलेजका प्राचार्य आदरणीय गुरु तुकबहादुर छेत्रीज्यूलाई परिचित सँगसँगै अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यसै गरी अतिथि आसन ग्रहणको निमित्त म यसै मणिमुकुन्द भलिबल क्लबका कानुनी सल्लाहकार एवं लुम्बिनी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता आदरणीय व्यक्तित्व खुमाकान्त एउपानीज्यूलाई म विनम्र अनुरोध गर्न चाहन्छु। खुमाकान्त पौडेलज्यूलाई यसै गरी म अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यसै गरी यसै क्लबका अध्यक्ष आदरणीय दाजु लोकेन्द्र भण्डारीज्यूका पुज्ने पिता यसै क्लबका अभिभावक आदरणीय क्याप्टेन बलबहादुर भण्डारीज्यूलाई पनि म अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यसै गरी म अतिथिको रूपमा यसै क्लबका अभिभावक आमाहरूलाई पनि म समग्र रूपमा अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यसै गरी ह्यान्डबल नेपालका प्रमुख प्रशिक्षक आदरणीय व्यक्तित्व यसै क्लबका अभिभावक जीवन बस्नेतज्यूलाई पनि म परिचित सँगसँगै अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु र कतिपय हाम्रा आमन्त्रित पाहुनाहरूको आगमन जारी नै छ। उहाँहरूको आगमन सँगसँगै हामीले उहाँलाई अतिथि आसन ग्रहण गराउनेछौँ। यसै गरी म अतिथि आसन ग्रहणको निमित्त यसै क्लबका अभिभावक सल्लाहकार आदरणीय दाजु सन्तोष कँवरज्यूलाई भविष्यमा यही नेपालमै केही गरौँ अथवा जीविकोपार्जन गर्न यहाँहरूको कतिको साथ सहयोग रहन्छ भन्ने कुरा पनि यो चिनारीले अथवा यो परिचयात्मक कार्यक्रमले पनि थप एउटा ऊर्जा मिल्नेछ। अनि यो माइक्रोफोन अफिसियल डेस्कतर्फ जाँदैछ। Hello, namaste, good evening everyone. I would like to welcome all the volleyball lovers audience to the 10th Mणिमुकुन्द Cup Men's Volleyball Indo-Nepal Club Championship 2082. Now, our match number 13 is between Gandaki Province (GND) and SAG Academy Gujarat (SAG). For this match, we have here our first referee, Mr. Chitrajang Gurung, and second referee, Mr. Fazul Malla. Discharge Adhikari, jersey number 7, Ashok Shrestha, jersey number 8, Santosh Bikar,
Jersey number 10, Vishnu Chetri. Jersey number 12, Team Libero. And Team Captain, Kunjan Sai Thakuri. And Head Coach, Ramesh Kesi. Similarly, Team B, SAC Academy Gujarat, SAG. Jersey number 1, Aryan Valian. Jersey number 7, Dhurbil Patel. Jersey number 9, Suraj Chaudhary. Jersey number 10, Karthik Sharma. Jersey number 11, Dhruv Chaudhary. Jersey number 13, Jihan Malik. Jersey number 8, Team Libero, Ayush Chaudhary. And Head Coach, Devendra Kumar. Thank you. Score 1 equal. Soccer Academy 3, Gandaki Province 1. Gandaki Province 2, Soccer Academy 3. हाम्रा स्वयंसेवक भाइ चिरन खड्काज्यू कृपया दाजुलाई कुर्सीको व्यवस्था गर्ने होला। Gandaki Province 3, Soccer Academy 4. Soccer Academy Gujarat. Gandaki Province 4, Soccer Academy Gujarat 5. आज साथीहरु काले जित्ने हाम्रो लाइभ भित्रै खुसी हैन हामीलाई 5 हेर्न पर्यो। राकस दाहरू भनिएको छ त्यही भएर हाम्रो देशका गहना हुन् तिनी इन्डियाका गहना होइन। कोर्से मार्न कार्तिक रे गालो गण्डकी इन्द्र विका Gandaki Province 6, Soccer Academy Gujarat 8, Gandaki Province 6. विष्णु छेत्री Gandaki Province 7, Soccer Academy Gujarat 8.
25 सँगसँगै अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यसै गरी न्यू होराइजन इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलका अभिभावक हुनुहुन्छ आदरणीय व्यक्तित्व टेकबहादुर थापाज्यूलाई पनि 25 सँगसँगै अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यसै गरी म जिल्ला भलिबल सङ्घ रूपन्देहीका सदस्य महेश खनालजीको पनि आगमन भएको छ। त्यसलाई पनि म 25 सँगसँगै अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यति भयो हाम्रो मासु भात जान खाल्दै बताएका छौँ। इभन त्यहाँ सीसीटीभी पनि जोडान गरिएको छ। यहाँको सवारी साधन कहीँ कतै हराउने छैन। यासेजी 13 JND 10 बिचा क्या भाव है अंडगी हो जोरदार प्रहार यति बेला विष्णुको जोरदार प्रहार बराबर जित हासिल गर्न सफल भएको छ। अब हामीले तेस्रो यासेजी 18 JND 20 खेलाडीहरूलाई जज गर्नको निमित्त यहाँ थुप्रै अफिसियलहरू हुनुहुन्छ। Gujarat Academy 19. Police officers by Gandaki Province. Jersey number 2 out, 7 in, 9 out, 1 in. Police officers by SCG 27 out, 1 in. Out, 14 in.
Start Academy. Gandhaka Province 22. Start Academy Gujarat 20. Quicker! Start Academy Gujarat 20. Santos! 22 Ukraine. बराबर एक दिन से खाना ओए गोलक छोड़ Gandhaka Province 23. Start Academy Gujarat 22. गोलक छानो Start Academy Gujarat 23. Gandhaka Province 24. Ukraine. Gandhaka Province 34. Start Academy Gujarat 26. Gandhaka Province 15. Sorry, 25. Gandhaka Province 27. Start Academy Gujarat 26. All-rounder.
टिकाराम सरको नेतृत्वको सिङ्गल टिमलाई विशेष धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। अब पनि हामी चौथो सेटतर्फ लाग्दैछौँ। कालोको पैँचो दियो